सबैलाई जय मसी। हामी चाहिँ टाढाको प्रार्थनाको लागि आएका छौँ। हामी सबैजना छौँ। हामी चाहिँ आज डाँडाको प्रार्थनामा जाँदैछौँ। पर्याकोटतिर उकालो लाग्दैछौँ, उपल्लोपट्टि चाहिँ होइन ओह्रालोपट्टि हामी जाँदैछौँ। उकालो उक्लिँदैछौँ। जय मसी जय मसी जय मसी। जाँदैछौँ। हामी शिवपुरी पार्क आएका छौँ। तपाईँले देख्न सक्नुहुन्छ। उहाँहरू त्यहाँ आउँदै हुनुहुन्छ। राम्रो हामी चाहिँ आधी बाटोमा आइसकेको छौँ। अब हामी जाँदैछौँ। हामी चाहिँ अब आइसकेको छौँ। पछाडिजना धेरैजना छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब हामी यहाँनिर हेर्नु होला। ल हामी सबैजना यहाँ भेला भइसकेको छ। अब हामी थोरै यात्रा गरेर अनि हामीहरूको सङ्गतिहरू सुरु गर्नेछौँ। देख्न सक्नुहुन्छ सबैजना अहिले एकदमै थाकेको अवस्था छ। हेर्नु होला। ल ल ल जम जम जम। कोही यता हुनुहुन्छ, कोही अगाडि हुनुहुन्छ, कोही चाहिँ कता हो कता हो। त्यसले चाहिँ खजुरी पनि भन्छ नेपाली भाषामा। अनि यो खाइले चाहिँ पानी एकदम रुचाउँछ। यो चाहिँ अर्ग्यानिक हो। कृपया साथीहरू अरू यसको एडभान्टेजहरू महत्त्वहरू। यो खाइले चाहिँ पानी एकदम रुचाउँछ। पानी खाएको शरीरलाई आदिभन्दा बढी रोगबाट मुक्त गराउँछ। त्यही नै हो। धन्यवाद। र हामी त्यहाँ आइसकेका छौँ। हामी यहाँ चाहिँ अब छोटो सङ्गतिहरू गर्नेछौँ। सबैले देख्न सक्नुहुन्छ। अब हामी यहाँ सङ्गति गरेर हामी सुरु गर्नेछौँ।
तपाईँ जस्तो कोही छैन तपाईँ जस्तो कोही छैन कसैमा हुनुहुन्न निर्भर तपाईँलाई धन्यवाद हामी तपाईँको वचनमा देख्छौँ कि तपाईँले संसारलाई आफ्नो एक्लो त्यो पुत्रलाई संसारलाई प्रेम गर्नको लागि आफ्नो एक्लो त्यो पुत्रलाई संसारमा प्रेम हाम्रो जीवन चाहिँ नम्रताको जीवन जिउनुको अध्याप छ हामी सकेको छैन होला तर परम प्रभु परमेश्वरले तपाईँ र मलाई त्यो स्वर्गदूतहरू पठाउँदै हुनुहुन्छ त्यो बल दिनको लागि त्यो नम्रतामा जीवन जिउनको लागि त्यो शक्ति दिनको लागि परमेश्वरले तपाईँ र मलाई स्वर्गदूतहरू तपाईँ मेरो जीवनमा पठाउँदै हुनुहुन्छ आमेन त्यसले गर्दा प्रियहरू हामी होसियार टाढाको प्रार्थना गर्दै गर्दा तपाईँले मुसालाई सिनै पर्वतमा बोलाउनु भयो र मुसाको अनि अनुहार नै चम्केको थियो हामीले देख्छौँ ओ पिता परमेश्वर आज हामीले यो टाढाको प्रार्थनाबाट यो प्रार्थना यो बस्तीको लागि गर्दै गर्दा तपाईँ परमेश्वरको त्यो बस्तीको मुहार तपाईँले फेर्नुहोस् प्रभु त्यो समाजका मानिसहरूको मुहार फेर्नुहोस् प्रभु हृदय फेर्नुहोस् प्रभु यही प्रार्थना छ धन्यवाद प्रभु तपाईँलाई यो देशको तपाईँले मुहार फेरिदिनुहोस् प्रभु यो देशमा धेरै सतावट छ प्रभु हाम्रो चाहिँ टाढाको प्रार्थना सकिएर हामी अब घरतर्फ जान लागेका छौँ ओह्रालो लाग्दै हुन्छ हामी अब फर्किसकेका छौँ प्रभुलाई धन्यवाद भएको होस् हामीहरूको प्रार्थना त्यही डाँडाको प्रार्थना त्यही असल तरिकाले सहायता मात्रै गर्नुभएको लागि